फाल्गुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र जनशक्ति खटनपटन लगायतका सबै व्यवस्थापनहरू सम्पन्न भइसकेका छन् र मतदान अधिकृतहरू पनि मतदान स्थल र मतदान केन्द्रमा गइसक्नु भएको छ। मतदानको प्रक्रियालाई आवश्यक चाहिने सामग्रीहरू पनि सबै तत्सम ठाउँमा पुगिसकेका छन् र हरेक निर्वाचनको अगाडि संसारमै एउटा सैद्धान्तिक रूपमा के स्वीकारिएको छ भने निश्चित केही समय चाहिँ मौन रहनुपर्छ। निर्वाचन ऐन नियमले मौन अवधि भनेर मौन भन्ने शब्द प्रयोग नगरे हुनाले मैले शून्य समय भनेर शब्द चयन गर्ने गरेका छु र मतदान सुरु हुनुभन्दा 48 घण्टा अगाडि अर्थात् त्यहाँको विषय र विषयान्तरलाई अध्ययन गरेर कुन ठाउँमा कति समय लगाउँदा उचित हुन्छ भन्ने कुरो त्यो मुलुकको कानुनले निर्धारण गर्ने कुरा हो र हाम्रो मुलुकको कानुनले चाहिँ 48 घण्टालाई एकदम शान्ति समय, शून्य समय, मौन समय र त्यो समयमा चाहिँ एकदम शान्त भएर स्वच्छ निष्पक्ष र भयरहित र उन्मुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि मतदानको प्रक्रिया सुरु हुनुभन्दा अगाडि शान्ति छाओस् र त्यो शान्तिले मतदान प्रक्रियामा सहज बनाओस् भनेर शान्तिको कामना गरिएको हुन्छ। आज 18 गते राति 12 बजेबाट मौन अवधि अथवा शून्य समय सुरु हुन्छ। यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म यो कायम रहन्छ र यो राख्नुपर्ने अर्थात् मौन अवधि राख्नुपर्ने कारण के हो भने निर्वाचनमा दलका उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक जतिले प्रचार प्रसार गर्ने लगायतका जिम्मा लिनुभएको छ काम, त्यो सबै काम छोड्नुपर्छ र मौन धारण गरेर बस्नुपर्छ र उहाँहरूले कुनै पनि आफूले निर्वाचन प्रचार प्रसारको सामग्रीहरू तुल पोस्टरहरू राखेका छ भने पनि त्यो पनि हटाइदिनुपर्छ र सामाजिक सञ्जालमा कुनै त्यस्तो कुनै उम्मेदवारलाई समर्थन गर्ने, कुनै उम्मेदवारको हकमा मत माग्ने र कुनै उम्मेदवार चाहिँ यो ठिक छैन भनेर उसलाई चाहिँ तिरस्कार गर्ने लगायतका त्यस्ता विषयवस्तुहरू प्रकाशित गरेको छ, प्रसारण गरिएको छ र सामाजिक सञ्जाल मार्फत अरूले जानकारी पाउनु भनेर राखिएको छ भने त्यो सबै विषयवस्तुहरू हटाउनुपर्छ र अझ दल र दलको उम्मेदवारले त आफूले जुन ठाउँ अर्थात् मतदान स्थल र मतदान केन्द्रको वरिपरि त्यस्ता सामग्रीहरू राख्नु भएको छ, त्यो मतदान केन्द्रको 300 मिटर वरिपरि चाहिँ त्यस्ता सामग्रीहरू राख्नु भएको छ भने त्यो सबै सफा गरेर एकदम स्वच्छ र निष्पक्ष वातावरणमा मतदान सम्पन्न हुन्छ भन्ने कुरो सोच राखेर आफूले गरेका पहिलाका प्रचार सामग्रीहरू हटाएर त्यहाँ चाहिँ स्वच्छता कायम गरिदिनु पर्ने हुन्छ अथवा सफाई कायम गरिदिनु पर्ने हुन्छ। मौन अवधिमा झ्यालबाट हुने अथवा झ्याल भन्दा नि जस्केलाबाट हुने काम भन्नुहोस्, जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ। त्यसको लागि हामीले त्यस्ता अनियमित र अवैध कामहरू गर्न जो उद्यत हुन्छन् ती व्यक्तिहरू पहिचान गरेर यदि त्यस्तो काम भएको छ भने हामीलाई कृपया जानकारी दिनुहोस् भनेर आयोगले पटक पटक सरकारवाला सबैमा आग्रह र अनुरोध गरिआएको छ र यदि त्यस्तो जानकारी पायो, आयोगले त्यहाँ कुनै कानुनले निषेध गरेको क्रियाकलाप भयो र त्यो वस्तुगत प्रमाणले ठहर्यो भनेदेखि उहाँको मनोनयन पत्र खारेज गर्छौँ है। त्यो जिते नि विजयी पराजयी जे भए पनि उहाँको उम्मेदवारी खारेज गर्छौँ र त्योभन्दा पछाडि 6 वर्षसम्म कुनै पनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउने पनि हामी थप दिन्छौँ है भनेर हामी भनिरहेका छौँ। त्यसैले सायद मलाई लाग्छ अब यो सबै सरकारवालाहरू जो मनोनयन पत्र दाखिल गरेर उम्मेदवार भएर प्रचार प्रसार गरेर अन्तिम मतदान प्रक्रियामा सहभागी हुनुहुन्छ, उहाँहरूले यस्तो काम गर्ने प्रयास गर्नुहुन्न भन्ने आयोग विश्वास गर्छ। यदि त्यस्तो भयो भने त्यसमा शून्य सहनशीलता हुन्छ र सबै सरकारवालाले जहाँ जस्तो जे पाउनुहुन्छ सूचना निर्वाचन आयोगलाई दिनुहोस्, त्यस्ता विषयमा निर्वाचन आयोग कारबाही गर्नु पछि हट्दैन। अब जहाँसम्म सामाजिक सञ्जालका पेचिला सवालहरू आए, हामी सुरुदेखि नै यसमा अलि सचेत छौँ र सामाजिक सञ्जाल त्यस्तो कसैले त्यसरी सामाजिक सञ्जाल गलत ढङ्गले परिचालन गरेर सामाजिक सञ्जालमा आफ्नो इच्छित उद्देश्य पूर्ति गर्ने प्रयोजनलाई त्यस्ता समाचारहरू प्रसारण गर्नुभएको छ भने त्यो अहिले झिकिदिनुहोस्, उकाइदिनुहोस्, त्यहाँ नराखिदिनुहोस् भनेर हामीले पटक आग्रह गरेका छौँ। र यो बिचमा अब यो मौन अवधिमा झन् त्यस्ता समाचारहरू सम्प्रेषण भयो भने त्यो स्रोतको खोजी गरेर कहाँबाट त्यो प्रभाव भएको छ त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो चाहिँ लक्ष्य रहेको छ। त्यसो भए
सरकारले कुनै पनि क्षेत्रबाट यो मौन अवधिमा सामाजिक सञ्जाल मार्फत त्यस्ता गलत क्रियाकलाप अथवा कानुनले निषेध गरेको क्रियाकलाप हुन्छ भन्ने कुरो आयोगले विश्वास गर्दैन। त्यसैले सबै सरकारवालाहरू सचेत भएर पहिला सामाजिक सञ्जालमा सम्प्रेषण भएको समाचार सही हो कि गलत हो त्यो छुट्याइदिनुहोस्। छुट्याइसकेपछि यदि सही हो रहेछ भने त्यसलाई विश्वास गरिदिनुहोस् र गलत हो रहेछ भनेदेखि चाहिँ त्यसलाई त्यहीँबाट तिरस्कार गरिदिनुहोस्, मिल्काइदिनुहोस्, त्यसको विश्वास नगर्नुहोस्। र फेरि उम्मेदवारहरूले अन्तिममा विभिन्न किसिमका हल्लाहरू चलाउन पनि सक्छन् अथवा शुभचिन्तक र शुभेच्छुकहरूले बढी त्यस्ता सामाजिक सञ्जाल दुरुपयोग गर्न पनि सक्छन्। यदि त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार मात्रै होइन त्यस्तो सामाजिक सञ्जाल दुरुपयोग गर्ने व्यक्ति र व्यक्तित्वहरू पनि सजायको भागीदार हुनुहुन्छ। त्यसो भए भने सबैले अनुशासन र लयमा बसेर कार्य सम्पादन गरिदिनुहोस्, मौन अवधिलाई मौनै बसेर स्वीकार दिनुहोस्, कुनै पनि प्रचार प्रसारका विषयवस्तुलाई उच्चारण नगरिदिनुहोस्। तपाईँले मस्तिष्क मन्थन गर्नुहोस्, आत्मसमीक्षा गर्नुहोस् र त्यो आत्मसमीक्षाबाट सही र सत्य कुरो के रहेछ छुट्याइदिनुहोस् र सही र सत्य छुट्याइसकेपछि अनि तपाईँ मतदान प्रक्रियामा सहभागी भएर मतदान गरेर चट्ट आफू चाहिँ शान्तमय वातावरणमा बसिदिनुहोस्। त्यसरी निर्वाचन सम्पन्न भइसकेपछि छिटोभन्दा छिटो निर्वाचन आयोग अन्तर्गत कार्यरत सबै जनशक्तिहरूले अथवा कर्मचारीहरूले त्यो मत आएको मत चाहिँ गणना गरेर उचित समय अथवा मैले त त्यो मतपेटिका प्राप्त भएको 24 घण्टाभित्र त्यसको मत परिणाम घोषणा गर्छौँ भनेर भनिराखेको छु। यो हामी घोषणा गर्न उद्यत छौँ।